नमस्ते साथीहरू, यो हाम्रो मटर खेतीको पहिलो भ्लग बनाउँदैछु। सबैले हेरिदिनु होला। हाम्रो यो मटर खेती गरेको बेच्ने बेला भएर हामी यहाँ टिपेर बेच्नलाई आज हामी धमाधम टिप्दैछौँ। मटर चाहिँ यहाँ भएको चाहिँ सबै एकैचोटि टिप्ने तयारी हुँदैन, छान्दै छान्दै टिप्दैछौँ। हामी चाहिँ पालो पालो टिप्नुपर्ने हुन्छ, छान्दै छान्दै नै अलिअलि गर्दै। अब टिप्दाखेरि चाहिँ छानेर ठुलो ठुलो मोटो मोटो भएको मात्रै टिप्नुपर्ने हुन्छ, राम्रो राम्रो खालको, अनि मात्रै राम्रो हुन्छ। साथीहरू यहाँ देखिराख्नु भएको छ नि, यस्तै राम्रो मोटो मोटो कोसा भएको पठायो भने सबै साथीहरूले किनेर खानेहरूले पनि साह्रै राम्रो भनेर मन पराएर किनेर खानुहुन्छ। यसको दाम पनि राम्रै लाग्छ। राम्रो खालको मटर कोसा राम्रो खालको भयो भने। फाइनल्ली आज चाहिँ हाम्रो मटर कोसा 1 बोरा भएको छ। आजलाई यति नै। बाई बाई साथीहरू।